आफू नानीकै आमा भए पनि जति नै ठुलो भए पनि आफूलाई पनि आमा चाहिँ चाहिन्छ आफ्नो। हाई हेलो नमस्ते सबैमा, वेलकम ब्याक टु माई अनदर मिनी भ्लग। सो मेरो छोराले चाहिँ आज चाहिँ लन्चमा थाइपो खाने भनेको थियो नि त हो। सो उसको डिमान्ड पुरा गर्नुको लागि चाहिँ म चाहिँ जानु पर्यो किमा ल्याउनुको लागि होइन। किमा चाहिँ मैले अगाडि नै अर्डर दिइसकेको थिएँ अनि म चाहिँ सानो नानीलाई लिएर बट्टाबट्टी निस्केँ हो, किनभने घरमा कोही पनि थिएन अनि हस्बेन्ड पनि ड्युटी जानुभएको थियो। सो म चाहिँ निस्केँ अनि यहाँनिर चाहिँ आएर हेरेको त माइजूले आलु रोप्नु भएको थिएछ होइन। अनि हेरेको त आलु त पुरा रहेछ, पुरा फलेको थियो। अनि त्यसपछि चाहिँ म चाहिँ भट्टाभट्टी गएँ अनि गएर चाहिँ दादालाई किमा मागेको त किमा त गर्नुभएको छैन रहेछ हो। सो यहाँनिर चाहिँ फेरि मैले वेट गर्नु पर्यो, यहाँ नानीसँग बिजोक हुन्छ, पानी पनि पर्नु आँटिसक्यो भने होइन। सो एकछिन बस्दै गर न बहिनी, गरिदिइहाल्छु भन्नुभयो होइन। सो किमा लिएर चाहिँ म भट्टाभट्टी घर आएँ अनि पानी पनि स्टार्ट भइसकेको थियो होइन। अनि मैले चाहिँ नानीको फेभरेट राइम्स खोलिदिइरहेको थिएँ, पिकअपू भन्ने, उसले चाहिँ पुरा मन पराउँछ नि त। अहिलेको नानीहरूलाई चाहिँ के भएको है, यो को मेलन त झन् भन्नु हुँदैन, एकदम एक्साइटेड खुसी होइन। सो मैले चाहिँ हस्बेन्डलाई कस्तो भयो भनेर सोधेको थिएँ कि एकदमै दामी भएछ, जुसी भएछ भनेर उसले मलाई देखाउँदै थियो होइन। अनि अचार झन् दामी भएछ भन्दै भन्यो नि त हो। आमालाई पनि दिएँ, आमा चाहिँ फोनमा बात मार्नु हुँदै थियो अनि कस्तो भयो आमा भनेको, टेस्टी भयो भने होइन। सो म चाहिँ खानु पऱ्यो भन्दाखेरि फेरि यहाँनिर नानीको डाइपर चेन्ज गर्नुपर्ने भयो मैले चाहिँ होइन। सो म चाहिँ अब के भन्नु, नानीलाई फर्स्ट प्रायोरिटी त दिनै पऱ्यो होइन। अनि त्यो खानु चाहिँ बसेँ, म खानु बस्नु आँट्दाखेरि चाहिँ मलाई चाहिँ अलिक चिसो जस्तै लाग्यो होइन। मैले छाम्दाखेरि पनि अलिक चिसो चिसो लागेको थियो, बट खाँदाखेरि चाहिँ एकदम तातो थियो। अनि यो चाहिँ ताइपो चाहिँ एकदमै जुसी भएको थियो। नानीलाई बनाएको उब्रेको ताइपो चाहिँ हामीले बाँडेर खायौँ नि त। अनि अरूको चाहिँ मैले मोमो बनाएको थिएँ होइन। सो तपाईँहरूले पनि देख्न सक्नुहुन्छ एकदमै जुसी भएको थियो होइन। सो मैले चाहिँ खाइसकेको थिएँ, मैले खाइसक्दा पनि नानीको डाइपर चेन्ज पनि गरिसकेको थिएँ। त्यति बेलासम्म पनि आमाले चाहिँ खाइसक्नु भएको थिएन अनि आमालाई चाहिँ मैले हार्ट दिँदै थिएँ अनि फ्लाइङ किस दिँदै थिएँ होइन। हुनु त अब म पनि दुईवटा नानीको आमा भइसकेँ होइन। तरै पनि मलाई के हो त, मेरो आमाको तल लागिबस्छ नि हौ, याद आउँछ, माया लाग्छ, कस्तो माया लाग्छ साथीहरू। आमा भनेको आमा नै हुन्छ है। अनि यहाँनिर चाहिँ हेर्नुहोस् न, बोजू नाति चाहिँ भुँडीको लाम्टा पल्टिन्जेलसम्म हाँस्दै थिएन। किन हाँसेको रहेछ भन्दाखेरि चाहिँ क्राइम पेट्रोल यो सिन देखेर चाहिँ आमाले एकदमै बेसी हाँस्दै थियो होइन। सो नानीले चाहिँ मलाई पनि एकदमै रिपिट गराउँदै देखाएको थियो नि त। सो आजको लागि चाहिँ यति नै, बाई।